आज हामी एउटा अलि फरक तर निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। नेपालको पूर्वाधार विकासमा एउटा कोसे ढुङ्गा नै मानिएको ग्वारको फ्लाइओभर हो। ललितपुरमा बनेको यो नेपालकै पहिलो उड्डान पुल हो। भर्खरै उद्घाटन पनि भयो हैन? 20 जुन 2025मा प्रधानमन्त्रीले नै गर्नुभएको। हो। हामीसँग यसका केही विवरणहरू पनि छन्। यसको खास उद्देश्य त काठमाडौँ उपत्यकाकै सबभन्दा व्यस्त चोकहरूमध्ये एक ग्वारको त्यहाँको त्यो ट्राफिक जामलाई अलि सजिलो बनाउनु थियो। एकदमै। त्यो चोकमा त कति जाम हुन्थ्यो। यो फ्लाइओभर बनेपछि पक्कै राहत हुन्छ। लम्बाइ कति छ रे यसको? यो लगभग 455 मिटर लामो छ रे, अनि 4 लेनको, मतलब दुईतर्फी नै गाडी चल्ने। ठिकै छ। काम सुरु भएको त फेब्रुअरी 2022मा हो, फागुन 2078 तिर। सुरुमा त फेब्रुअरी 2024 सम्ममा, मतलब 2 वर्षमै सक्ने लक्ष्य थियो। 2 वर्षमा? हो, तर सक्नलाई त जुन 2025 लाग्यो। हिसाब गर्दा त पुरै 39 महिना लाग्यो नि। हो, निकै ढिला भयो। यो ढिलाइ हुनुमा केही कारणहरू छन्। एउटा त प्राविधिक जटिलताहरू नै आए। कस्ता खालका प्राविधिक जटिलता? जस्तो कि त्यो बनाउने ठाउँको माटो हैन, त्यो सोचे भन्दा फरक किसिमको रहेछ। त्यसले गर्दा त्यो र्याम्प अड्याउने जुन वाल हुन्छ, एमएसी वाल भन्छन् त्यसलाई अलि थप बलियो बनाउनु पर्यो, डिजाइनमै परिवर्तन गर्नु पर्यो। माटोको अवस्थाले नै त्यस्तो असर गर्यो है? अनि अरू पनि केही समस्या थिए कि? थिए नि। गत वर्ष फेब्रुअरीतिर, मतलब 2080 फागुनतिर होला, त्यति बेला एउटा प्राविधिक गडबडी नै भयो। त्यसले गर्दा त झण्डै 1 महिना जति कामै रोकियो। यस्तो अप्रत्याशित कुराले पनि त समय धकेल्छ नि। हो त नि। अनि अर्को एउटा कुरा पनि सुनेको थिए, त्यो प्यानलको गुणस्तरको के भएको थियो त्यो खासमा? त्यो पनि ठूलो समस्या भयो। मार्च 2025 तिर, मतलब 2081 चैत्रतिर होला, त्यति बेला जडान गरिसकिएको प्रिकास्ट प्यानलहरू गुणस्तर नपुगेको भनेर पत्ता लाग्यो। हो र? जडान गरिसकेपछि? हो, अनि त्यसलाई त फेरि भत्काएर अर्को बनाउनु पर्यो। त्यसले त झन समय खायो, खर्च पनि बढायो। कति लागत बढेको थियो? सुरुको अनुमान कति थियो र कति पुग्यो? सुरुमा अनुमान गर्दा त लगभग 17 करोड 68 लाख जति थियो, रु 177 मिलियन। 17-18 करोड? हो, तर यी सबै ढिलाइ अनि डिजाइन परिमार्जन, त्यो प्यानल फेर्नुपर्ने कुराहरूले गर्दा लागत बढेर झण्डै 44 करोड रुपियाँ पुग्यो। ओहो, 17 करोडबाट 44 करोड, यो त झण्डै 2.5 गुणा बढी भयो त। एकदमै, निकै ठूलो अन्तर हो यो। यो कुन मोडेलमा बनेको थियो रे यो परियोजना? यो इपीसी मोडलमा बनेको हो, इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन। मतलब डिजाइनदेखि निर्माणसम्म सबै जिम्मा ठेकेदारकै। कुन कम्पनी थियो ठेकेदार? आशिष, समानान्तर, लल्लीगौर, जेवी, उनीहरूले नै बनाएको हो। तर समयमा काम नसकेपछि त जरिवाना पनि तिर्नु पर्यो नि। कति जरिवाना तिरे? करिब 1 करोड 47 लाख रुपैयाँ। डिसेम्बर 25, 2024 देखि हरेक दिनको 85,000 का दरले जरिवाना लागेको थियो। बापरे, दिनकै 85,000? हो। यतै कति व्यवस्थापनमै कमजोरी भयो कि भन्ने कुरा पनि उठेको जस्तो लाग्छ। सडक विभागकै कोही अधिकारीले गुणस्तरहीन सामान प्रयोग गर्न अलि दबाब दिएको भन्ने जस्तो आरोप पनि सुनियो नि। हो, त्यस्ता खालका रिपोर्टहरू पनि आएका थिए। त्यसले गर्दा परियोजनाको व्यवस्थापन पक्षमा पनि अलि प्रश्न उठ्यो। अब यी सबै त भए चुनौतीका कुरा हैन? चुनौती त निकै देखियो। तर अर्कोतिर यसको महत्व पनि त छ नि। कस्तो महत्व होला? अलि प्रष्ट पारिदिनुस् न। खासमा यो नेपालकै पहिलो फ्लाइओभर हो। यसले एउटा नमुना प्रस्तुत गरेको छ। भविष्यमा यस्तै अरू शहरी सडक परियोजनाहरू बनाउनलाई यसबाट सिक्न सकिन्छ। पहिलो हुनुको महत्व त छँदैछ। अनि अर्को मुख्य कुरा ग्वारको चोक। त्यहाँ वर्षौंदेखिको त्यो ट्राफिक जाम, त्यसलाई यसले पक्कै कम गर्छ। दैनिक ओहोर दोहोर गर्ने हजारौं मान्छेलाई कति सजिलो हुन्छ होला। त्यो त हो, धेरैले राहत महसुस गर्लान्। त्यसैले यति धेरै चुनौतीहरू पार गर्दै बनेको भए पनि यो नेपालको सडक पूर्वाधार विकासमा एउटा महत्वपूर्ण कोसेढुङ्गा नै हो। यसले के देखाउँछ भने हामी ठूला परियोजना बनाउन सक्छौं, तर त्यसका चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने पनि सिक्दैछौं। त्यसो भए समग्रमा हेर्दा ग्वारको फ्लाइओभर एउटा ऐतिहासिक परियोजना भयो। नेपालको पहिलो, तर सोचे भन्दा धेरै समय लाग्यो, लागत पनि वात्तै बढ्यो, अनि प्राविधिक र गुणस्तरका चुनौतीहरू पनि देखिए। तर जे होस्, अन्ततः बनेर सञ्चालनमा आयो र यसले ट्राफिक सहज बनाउने ठूलो आशा पनि छ। यो हाम्रो पूर्वाधार विकासको यात्रामा एउटा
महत्वाकांक्षा, चुनौती र सफलताको मिश्रित कथा जस्तो भयो। बिल्कुल। अनि यसले एउटा गम्भीर प्रश्न पनि छोडेर गएको छ भविष्यका लागि। के प्रश्न होला? यही पहिलो फ्लाइओभर बनाउँदा भोगेका चुनौतीहरू, खासगरी लागत र समयको व्यवस्थापन अनि त्यो गुणस्तर नियन्त्रणको मुद्दा, यिनीहरूबाट हामीले के सिक्यौं? अब यस्तै ठूला पूर्वाधार परियोजना बनाउँदा योजना र कार्यान्वयन कसरी अझ राम्रो बनाउने? यो महत्त्वपूर्ण प्रश्न हो। दक्षता र गुणस्तर सुनिश्चित गर्न के गर्न सकिएला? कस्ता प्रणालीगत सुधार चाहिन्छ होला? यो चाहिँ अब हामीले गम्भीर भएर सोच्नुपर्ने विषय हो।